मैले चाहिँ चटपट कसरी बनाउँछु र मैले सधैँ चटपट खाएको भिडियो हेरिरहनु भएको छ मैले कसरी बनाउँछु भनेर आज हजुरहरूलाई देखाउँछु है त ल स्टार्ट गरौँ है भिडियो ल सबैभन्दा अगाडि चाहिँ म प्याज हाल्छु त्यसपछि टमाटर हालेँ अनि त्यसपछि चाहिँ आलु हालिदिन्छु अनि त्यसपछि काँक्रो कलिलो काँक्रो लोकल काँक्रो हालेको छु बदाम पनि लास्ट मिठो हुन्छ अनि उम्रेको छ है चना चाहिँ मिठो हुन्छ मलाई त एकदम मिठो लाग्छ है ग्रिन चिली पर्छ यसलाई चाहिँ अलिकति सानो पिस बनाइदिन्छु चाउचाउ चाहिँ मैले वाइवे चाउचाउ लिएको छु वाइवेको चाहिँ अनियन फ्लेभर पनि एकदम मिठो हुन्छ है पहिला हल्का यसलाई मल्छु म अनि त्यसपछि चाहिँ भुजिहाल्छु है भुजिहाल्छु अब यसलाई चाहिँ म मल्छु ल अब यो पत्ता पनि हाल्छु माथिबाट कागतीको रस है हालिदिन्छु माथिबाट चाहिँ के हाल्नुपर्छ भने गिलो चटपटेको लागि सस अब चाहिँ म प्लेटिङ गरेर खाएको